यता जलजलाबाट पर्वतको जलजला कालन्जर क्षेत्र जलजलाको यो ग्राउन्ड घाँटीहरू यहाँ चाहिँ गोरु बाँधेका रहेछन्। बाटो माथिसम्म छ होला है, ऊ माथि परदेखि चाहिँ हम्काल्दैन। जलजलाको विशेषता पुरै यहाँ चाहिँ माटो र पानी थलथल छ, सबै टेक्न सकिन्न। त्यहाँ पुरै हिलो छ, खेत रोप्दाखेरिको हिलो जस्तो। सर के छ, कहाँ आइपुग्यो हामी भन्नुहोस् त्यसो। कालन्जरको शिरमा बुढापाकाले 50 मिटरको हाइटमा छौँ हामी। 50 मिटर जलजला गाउँपालिका यही क्षेत्रले गर्दाखेरि चाहिँ जलजला नामाकरण भएको ठाउँ छ। एकदम गाह्रो छ। पुरानो बुढापाकाले निलगिरी पर्वत भनेर चिन्छन् क्या। हजुर, यो त निलगिरी हिमालसँग टच भएको पर्वत खतरा रहेछ हो। ल हामी आइयो नि त ठ्याक्क डाँडामा। ओहो, हामी त स्वर्गमै आइगेछ। आहा, हामी त यो कालन्जर पर्वत हो नि त, यो रामायणहरूमा यो महाभारतहरूमा नि त लेखिएको पर्वत हो नि त, होइन त? पुराणहरूमा लेखेको पर्वत होइन त? त्यो के को मन्दिर हो त नि, तल नि त मन्दिर छ नि, जलजलाबाट यति। ए वा, धेरै माथि आइयो त नि। तपाईँको तारेको उसको घर थियो दाइ प्रधानको तल। तलसम्म देखियो नि, यहाँबाट त आलु लगियो नि। पर्वतको सबैभन्दा अग्लो जङ्गल तथा पहाड कालन्जर पर्वत हम्पालको लेखमा हामी अहिले आइपुगेका छौँ। एकदमै ऐतिहासिक क्षेत्र, ऐतिहासिक ठाउँमा हामी आएका छौँ। यो ठाउँमा आउँदाखेरि लाग्छ हामी स्वर्गकै एउटा टुकुरामा आएका छौँ जस्तो लागिराखेको छ। यो बादल भन्दा पनि हामी माथि छौँ। यी के का सल्लाह आउने, के सल्लाह तुलसी गोब्रे
त्यो पारीदेखि नि गाउँ चाहिँ क्याङ, यो तलको त्यो मन्दिर चाहिँ सहरधाराको मन्दिर। परापूर्व कालमा पार्वती माताले स्नान गर्ने ठाउँ, यो तारेको भिर भन्ने ठाउँ, त्यो पारी चाहिँ सालिजा। यो पर्वतकै सबैभन्दा उच्च स्थानमा हामी आइएको छ, हम्पालको लेक, कालेन्जर पर्वत। एकछिन विश्राम गरौँ। ल महाराजजी बस्नुहोस्। यो त एक